पग्लिरहेका छन्। बाढी पहिरो खडेरी र आगलागीका समस्याहरू बढिरहेका छन्। यो एउटा प्रकृतिको रिस होइन, यो त हाम्रो लापरवाहीको परिणाम हो। नेपालको संविधानको धारा 30 ले प्रत्येक व्यक्तिलाई स्वच्छ र स्वस्थ रूपमा बाँच्न पाउने हकको व्यवस्था गरिएको छ। तर अधिकारका कुरा गरेर मात्र हुँदैन, वातावरण संरक्षण गर्नका लागि हाम्रो कर्तव्यको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। नेपालको संविधानको पानामा वातावरणको संरक्षणको हक लेख्दैमा र भाषण गर्दैमा वातावरण संरक्षण हुँदैन, हामीले व्यवहारमा उतार्नुपर्छ। नेपाल जस्तो प्राकृतिक एवं सांस्कृतिक रूपले सम्पदा देश आज वातावरणको सङ्कटमा परिरहेको छ। विशेष गरी कर्णाली र जाजरकोटका वनहरू विनाश हुँदै गइरहेका छन्। हामीले वातावरण संरक्षणका कुरा त धेरै गर्छौँ, तर व्यवहारमा कति उतार्छौँ? एउटा रुख रोप्न हिचकिचाउने हामी हजारौँ रुखहरू काटिँदा किन मौन बसेका छौँ? प्लास्टिकको प्रयोग रोक्न नसक्ने हामी स्वच्छ भविष्यको परिकल्पना कसरी गर्छौँ? वातावरण संरक्षण गर्नका लागि कुनै एक व्यक्ति वा सरकारको मात्र जिम्मेवारी होइन, यो त हामी सबैको साझा कर्तव्य हो। आज हामी स्पष्ट सुरक्षित भएनौँ भने भोलिका पुस्ताले हामीलाई विकासकर्ता होइन विनाशकर्ता भनेर चिन्नेछन्। एउटा भनाइ छ नि, नो नेचर नो फ्युचर, अ ग्रिन अर्थ इज अ सेफ फ्युचर। हामी एकछिन परिकल्पना गरौँ त, आज रुख काटेर धन त कमाउला, भोलि छहारी खोज्न कहाँ जाउँला? आज बोट बिरुवाहरू काटेर भोलि सास फेर्नका लागि हावा किनेर खानु पर्ला। वातावरण संरक्षण गर्नका लागि कुनै एउटा पद वा जिम्मेवारी ठुलो चाहिँदैन। आजका युवा पुस्ताहरूले वातावरण संरक्षणको अभियानलाई अगाडि बढायो भने वातावरण संरक्षण हुन सक्छ। आजको वातावरण संरक्षण गर्नु आजको आवश्यकता हो भने वातावरण सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो। हामीले फोहोर व्यवस्थापन गर्ने प्राकृतिक सम्पदाहरूलाई चिनेर सानो कामले हामीले वातावरण संरक्षण गर्न सक्छौँ। आजको एक दिनलाई हामीले रुख रोप्ने दिन सम्झेर एउटा रुख रोप्ने सम्पूर्ण महानुभावहरूलाई मेरो एउटा प्रश्न छ, के तपाईँहरूलाई वातावरण एक दिन मात्र आवश्यक पर्छ? समयको पाबन्दीलाई मध्यनजर गर्दै अन्त्यमा मेरा प्रश्नहरूलाई बीच मार्ने क्रममा वातावरण संरक्षण गरे भोलि जीवन मुस्कुराउँछ। वन जोगाऊ जीवन जोगाऊ। हस्त धन्यवाद।